नम्बर 5 मा चाहिँ छ बबाले। सो त्यो तपाईँहरूको आफ्नो पर्सनल चिज हो। सो त्यो चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि पैसा त टन्नै कमाउनु होला अरे होइन, पैसा त टन्नै कमाउनु होला अरे, घर बनाउनु होला अरे, अनि त्यसपछि तपाईँहरूले आफ्नो सेभिङ पनि आफ्नो राम्रो गर्नु होला अरे। सेभिङहरू मात्र गरेर त हुँदैन नि त। नम्बर 5 मा सबभन्दा दाइजी चिज भनेको, एकदमै इम्पोर्टेन्ट चिज भनेको, सो वेलकम ब्याक अगेन नेक्स्ट ब्लग। सो तपाईँहरूलाई चाहिँ आज स्टुडेन्टमा हुने 5वटा गल्तीहरूको बारेमा म भन्दैछु, जसमा कि त्यो गल्ती गऱ्यो भने भविष्य पुरै बिग्रिन सक्छ होइन, जापान आएर पनि अन्धकार हुनसक्छ। सो त्यो कुराहरू चाहिँ के कस्तो हो, त्यो सबै कुराहरू तपाईँलाई म आज डिटेलमा भन्नेछु। सो लास्टमा हेरेर साथ दिनु होला, भिडियोलाई स्किप नगरिकन। अनि जो जापान जान आउनु खोज्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो भिडियो सेयर गरिदिनु होला, किनकि हेल्पफुल होस् होइन, उहाँहरूलाई पनि बुझोस् कि जापानमा यस्तो यस्तो कन्टेन्टहरू पनि आउँछ, यस्तो यस्तो भिडियो बनाउने मान्छे छ भने पनि मलाई नि चिनोस्। सो मलाई चिनिराख्नु पर्दैन। सो मेरो कुराहरूलाई चाहिँ अलिकति फलोअप गऱ्यो भने चाहिँ म, किनभने डेली ब्लग्समा त्यस्तै त्यस्तै भिडियोहरू हालिरहेको हुन्छु। सो त्यही हो। सो हेलो नमस्ते म तपाईँहरूको आफ्नै प्यारो चेनपुरी ब्लग्स। अनि नयाँ दिन नयाँ सुरुवातमा तपाईँहरूलाई सबैहरूलाई स्वागत छ। सो आज पनि रेडी भइसकेको छु। सो अनि के भयो भन्दाखेरि हिजो ब्लग हाल्न लागिरहेको थिएँ मैले। सो हिजो ब्लग हाल्न लाग्दा चाहिँ सबै डाटा नि स्लो, अनि त्यसपछि घरको वाइफाई पनि स्लो भयो। सो त्यही भएको कारणले चाहिँ ब्लग चाहिँ आज अब दिउँसै आउँछ जस्तो छ, किनभने मैले हिजोदेखि अपलोड गरेको 72% मात्रै भयो। सो अब अहिले अपलोड हुन्छ होला। सो के हो त्यो कुराहरू सबै गरिहालौँ। सो लेट्स गो गाइस। यस्तो 35 डिग्री छ कि गर्मी पनि यस्तो बवाल। सो नम्बर 1मा कुरा गरिहालौँ ढिला नगरिकन। नम्बर 1मा छ के होला त, तपाईँहरू आफै पनि सोच्नु होला। सो नम्बर 1मा छ भाषा। सो भाषा चाहिँ के कस्तो हुन्छ भन्दा, भाषा चाहिँ अहिले एकदमै इम्पोर्टेन्ट भइसकेको छ जापानमा। तपाईँहरूले चाहिँ पढ्दिनँ, म पछि गर्छु होइन, भोलि पढ्छु होइन, म भोलि गर्छु पर्सि गर्छु होइन, त्यसो भन्दा भन्दै दिन बितेको थाहा हुँदैन जापानमा चाहिँ। अनि के हुन्छ भने भाषा चाहिँ अहिले एकदमै धेरै चाहिने भइसकेको छ, जहाँ तपाईँलाई काम खोज्दा पनि भयो, त्यसपछि तपाईँको इन्टरभ्यू दिँदा पनि भयो होइन। सो त्यो कारणले चाहिँ गर्दाखेरि चाहिँ मान्छेले, किनभने अहिले यो काम धेरै पाएन क्या। सो भाषाको समस्या चाहिँ एकदमै धेरै भइरहेछ। अनि म चाहिँ के भन्छ भने दिनदिनै पढ्नु पर्दैन, जस्ट स्कुलमा तपाईँहरू नसुतिकन स्कुलमा पढ्नु र अनि आइसकेन स्कुलमा पढ्नु र अनि स्कुलमा पढ्नु र गाडी आयो क्या, स्कुलमा पढ्नु र अनि त्यसपछि घरमा आएर 5-10 मिनट अथवा दिनको चाहिँ नि 20 मिनट जस्तो टाइम दिएर पढ्नु भयो भने पनि धेरै इम्प्रुभ हुन्छ। अनि त्यसपछि म चाहिँ एउटा के सजेसन दिन चाहन्छु भन्दाखेरि, भाषा सुधार्नु चाहिँ मन छ भनेदेखि चाहिँ जापानिज एनिमीहरू धेरै हेर्नु होला। नर्मल एनिमीहरू पनि पाउँछ। सो त्यसमा N5 एनी एनसानसम्मको कोतोबाहरू हुन्छ, भाषाको शब्दहरू युज गरेको हुन्छ। म चाहिँ त्यो सजेस्ट गर्छु। 1 नम्बरमा छ त्यो भाषा सुधार्नु छ भने चाहिँ तपाईँहरू एनिमी चाहिँ मजाले हेर्नु होला। सो नम्बर 2मा छ सबै चिज त्यागेर, पढाइ पनि त्यागेर अनि त्यसपछि पैसा मात्रै कमाउनु खोज्ने। सो नेपालीहरू चाहिँ अब के हुन्छ भने, हामीले चाहिँ अब ऋण लिएर आएको हुन्छ, त्यो मलाई पनि थाहा छ होइन। तर हामीले चाहिँ के भन्छ, भोलि पर्सि अहिले नै हो सबै चिज गर्ने, भोलि पर्सि त के हुन्छ भनेर सोचिरहेको हुन्छ। तर भोलि पर्सि चाहिँ राम्रो अपर्च्युनिटीहरू पनि आउँछ। त्यस कारणले पैसा मात्रै नभइकन कि पढाइ र आफ्नो स्वास्थ्यलाई पनि राम्रो ख्याल गर्नु होला। यहाँ जापानमा चाहिँ फेरि एकचोटि बिरामी भयो भने चाहिँ नि कति धेरै पैसा खर्च हुन्छ चाहिँ तपाईँलाई थाहा होला होइन। सो त्यही भएको कारणले चाहिँ पैसा मात्रै धेरै दाइजी नसोच्नु होइन, इम्पोर्टेन्ट नसोच्नु। सो पढाइ पनि एकदमै, अनि त्यसपछि पैसा चाहिँ अब आफ्नो टाइमिङ मिलाएर ब्यालेन्समा कमाउनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। सो नम्बर 3, 4, 5 भन्नु अगाडि चाहिँ म स्कुल जान्छु यहाँबाट। सो स्कुलतिर जाउँ, त्यसपछि अब एकैचोटि तपाईँहरूलाई म भरे स्कुलबाट निस्किन्छु। सो आज नि काम छैन, त्यसपछि बवाल बनाउनुपर्छ भ्लगलाई। सो त्यही नै हो ल, अब एकैचोटि स्कुलतिर जाउँ अनि एकछिनमा भेट्छ। सो स्टेसनमा आइसकेको छु। सो यहाँको गर्मीले चाहिँ कस्तो हुन्छ भन्दाखेरि, मैले पहिला पनि भनेको चपचप खालको त्यो टाँसिनेवाला पसिना आउने क्या, तर चुइनेवाला पसिना नि आउँछ भने त। तर धेरै जस्तो धेरै हप्पा खालको गर्मी भएर भित्रबाट त्यो च्याप टाँसिनेवाला पसिना आउने क्या। सो त्यही नै हो। लाइक स्टेसनमा आइसकेको छु, ट्रेन पर्ख्यौँ। सो एकछिनमा भेट्नुपर्छ अब एकचोटि ट्रेन चाहिँ चढेर है त। गएको सकेर यता सिनोबुङमा सामान लिनलाई। सो अलिअलि सामान लियौँ, त्यहाँनिर ल सामान लियौँ अनि त्यसपछि भेट्नुपर्छ। सिनेमेटिक हान्छु होला अनि हेरौँ एकछिन के हुन्छ। सामान चाहिँ लिउँ पहिला। सामान पनि लिइसकेको छु। सो मासु सासु सबै कुखुरा सुक्रा अब अलिकति एकछिन ट्रेन ढिला भयो भने मान्छे कति हुन्छ, मान्छे देखाइन्छ है तपाईँहरूलाई म। मान्छे यस्तो मान्छे हुन्छ ल, भरेङै पुरिने गरेको। वेलकम ब्याक अगेन। सो म चाहिँ रुमको छेउमा आइसकेको छु, सामान पनि लिइसकेँ। सो अहिले चाहिँ टाइम भन्नुपर्छ 6 बज्नु लाग्यो। सो अब 3टा पोइन्ट बाँकी छ। सो 3टा पोइन्टलाई नि कम्प्लिट गरौँ, अन्त चाहिँ सकाउनुपर्छ, भ्लगलाई पनि इन्ड गर्नुपर्छ। सो घरमै गएर गरौँ जस्तो लागिरहेछ। सो लेट्स गो, घरकै बाहिर बसेर गरौँ ल, आनन्द हुन्छ, सकिन्छ नि कुरा होइन। सो खाजा चाहिँ खानुपर्छ त्यसपछि ल। यस्तै छ लाइफ जापानमा गाइस होइन। सो सामान किन्यो आयो, अब काम नभएको दिनमा अब
रुमको सामानहरू सकेको हुन्छ, रुमको सामानहरू ल्यायो। अब घरमा के कस्तो सकिन्छ होइन, रुममा आफू बसेको रुममा सामानहरू बोक्यो ल्यायो। सो यही चाहिँ हो नि। अब काम नभएको दिनमा एक दिन चाहिँ फ्री टाइम चाहिँ लिनुपर्ने रहेछ। अब फ्री टाइम लिएन भने चाहिँ लास्टै गाह्रो हुन्छ कि त बाहिर खानु पऱ्यो होइन। सो प्रायः म चाहिँ घरमै बनाएर खान्छु नि त। सो त्यही भएको कारणले चाहिँ अब सामानहरू चाहिँ प्रायः लिएर आउँछु। भनौँ न पकाएर नै खान्छु, त्यही भएर अलिकति टाइम चाहिँ लाग्छ। अरूले चाहिँ प्रायः पकाएर खानु, बाहिरबाट किनेर खान्छ। सो यहाँ 24/24मा हाम्रो चामल लिनु छ। सो यसपालि चाहिँ जापानिज चामल खानु पऱ्यो। सो चामल हेरौँ अनि त्यसपछि एकैचोटि रुममा गएर भेट्नुपर्छ। सो खाजा चाहिँ खानुपर्छ, भोक लागिरहेको। त्यही ल अब यहाँबाट एकैचोटि चामल लिन्छु म, अनि त्यसपछि तपाईँहरूलाई एकसँग भेट्छु म। गाइस जापानिज चामल पनि किन्यो। सो जापानिज चामल यो चाहिँ देख्न सक्नुहुन्छ। सो अब धेरै थाई चामलहरू खाइयो, अब जापानिज चामल पनि चाख्नु पऱ्यो नि त कस्तो हुन्छ। जापानमा आएर फेरि जापानकै चामल खाएन भने त, अन्त योभन्दा अगाडि जापानकै चामलहरू खाइरहेको हो। त्यो नामसाम केही थाहा छैन। अब यहाँ चाहिँ अलिक यहीँ नजिकै पाउने भएर उहाँबाट के बोकेर ल्याउनु भनेर यही खाएको। हेरौँ कस्तो हुँदा चाहिँ मिठो हुन्छ हुँदैन होइन। त्यस्तै नै हो ल। रुम पुग्नु लाग्यो, अब रुम पुगेर खासा खाऊँ। अनि त्यो अहिलेको 3वटा पोइन्ट हाम्रो मेन बाँकी छ। सो त्यसलाई कन्टिन्यू गर्नुपर्छ है त। राइट गाइज, म चाहिँ यहाँ रुममा आइसकेको छु। त्यो 3टा पोइन्ट सुन्न चाहिँ तपाईँहरू पर्खेर बसिरहनु भयो होला। सो अब 3टा पोइन्टलाई यहाँ बसेर म बबाले स्टार्ट गर्नेवाला छु। सो 3टा पोइन्ट मजाले सुन्नु होला है त। ल लेट्स गो। सो नम्बर 3मा छ एटेन्डेन्स व्यवस्था गर्ने होइन। सो एटेन्डेन्स चाहिँ तपाईँहरूले व्यवस्था गर्नुभयो भने चाहिँ त्यसले भोलिपर्सि तपाईँहरूलाई ठुलो भविष्यमा असर पर्छ। किन भन्नुभयो भन्दाखेरि जापानमा चाहिँ सबभन्दा धेरै चाहिँ स्कुलको हुन्छ नि न्योङ्गो गएको र सेन्मोङ गएकोहरू एटेन्डेन्स पनि हेर्छ वर्किङ लाग्ने बेलामा। सो त्यो भएको कारणले चाहिँ तपाईँहरू चाहिँ रेगुलर स्कुल जानु होला, सकभर रेगुलर होइन। ढिला भयो भने नि बरु त्यहाँनिर ट्रेनको स्टेसनमा गएर त्यो के भएको कारणले ढिला भएको एउटा पेपर लगेर चाहिँ तपाईँहरू त्यहाँनिर स्कुलमा लगेर बुझाएर अनि एटेन्डेन्स चाहिँ यसरी ढिला भएको भनेर जानु होला। अनि सकभर अब बिरामी हुन्छ, कोही बेलामा चाहिँ मान्छे बिरामी नै हुन्छ होइन, जानु नसक्ने हुन्छ, उठ्न नसक्ने हुन्छ। जापानको काम त्यस्तै हो, म पनि बुझ्छु। तर पनि तपाईँहरूले चाहिँ के भन्नुहुन्छ भने एटेन्डेन्सलाई चाहिँ सकभर अब तपाईँको तानिन सेन्स भनेको आफ्नो चाहिँ नि क्लास टिचरहरूलाई रेन्ड्राको गरेर म यो कारणले बिदा बस्नु लागेको भनेर चाहिँ एकदमै धेरै इन्फर्मेसन दिनु होला। र बिदा बसेको रिजनहरू सबै खुलाएर मजाले बस्नु होला। अब धेरै गाह्रो छ भने नभए सकभर जान सक्ने नै हुनुहुन्छ भने चाहिँ स्कुलमा गएर बरु सुत्नु, बरु यताउति स्कुलमा रेस्ट गर्ने ठाउँहरू हुन्छ, बुझेर बरु त्यहीँ बस्नु होला। एटेन्डेन्सलाई चाहिँ व्यवस्था नगर्नु होला, त्यसले चाहिँ भविष्यमा बाबाले ठुलो असर पार्नेवाला छ। सो त्यो भएकोले एटेन्डेन्स पनि एकदमै इम्पोर्टेन्ट हो जापानमा। सो कतिजना विद्यार्थीहरूले बुझ्दैन एटेन्डेन्स चाहिँ होइन। हाम्रो नेपाल जस्तै ढिला गइदिउँ, चिखको गइदिउँ, 10 मिनट 5 मिनट के फरक पर्दैन भन्ने हुन्छ। त त्यही कारणले चाहिँ भोलिपर्सि तपाईँहरूलाई खाइसिहरू खोज्दाखेरि अनि तपाईँले सेन्मोङ गएको खोज्दा फेरि न्योङ्गो गएकोमा हुनुहुन्छ भने चाहिँ सेन्मोङ गएको खोज्दाखेरि एकदमै धेरै चाहिँ त्यसले असर पार्छ क्या। सो त्यो भएको कारणले चाहिँ एकदमै एटेन्डेन्स पनि दाइजी छ है। सो नम्बर 4मा गइहाल्यो नि त ढिला नगरिकन। नम्बर 4मा चाहिँ के होला, तपाईँहरू अब जापान आएपछि अब होइन मान्छेले के अब काममा गर्न यताउति गर्न व्यवस्था हुन्छ। अनि त्यसपछि त्यो जुन चिज दाइजी एकदमै इम्पोर्टेन्ट चिज गरेन भने चाहिँ मान्छेहरू चाहिँ पछि पर्न जान्छ क्या। सो त्यो चिज चाहिँ के होला त होइन, जापान आएपछि गर्नै पर्ने चिज, त्यो चिज गरेन भने भोलिपर्सि चाहिँ केही पनि हुँदैन क्या। भविष्यमा जति पैसा कमाउनु, जति तपाईँहरूले चाहिँ सेभिङ गर्छु यताउति भन्नु, तर त्यो जुन चिज गर्नुपर्ने हो जापान आएर त्यो चिज चाहिँ गर्नु भएन भने तपाईँहरूलाई भोलिपर्सि लास्टै दुःख पाउनेवाला छ। सो त्यो चिज चाहिँ भनिदिइहालौँ। त्यो चिज चाहिँ भविष्यको योजना। सो भविष्यको योजना भनेको चाहिँ के हो त, भविष्यको योजना भनेको चाहिँ तपाईँहरू न्योङ्गो गएकोमा आउँदै तपाईँहरूले चाहिँ योजना गर्नुपर्ने हुन्छ होइन। भोलिपर्सि म के पढ्ने, कुन विषय लिएर पढ्ने होइन, कस्तो टाइपको सेन्मोन गएकोमा जाने, दाइगाको जाने कि सेन्मोन गएको जाने कि होइन, युनिभर्सिटी अझ ठुलो सबभन्दा युनिभर्सिटी भनेको दाइगाको नै हो होइन, त्यसमा जाने कि केमा जाने तपाईँहरूले योजना बनाउनु पर्ने हुन्छ। यदि योजना बनाउन सक्नु भएन होइन, यदि बनाउनु भएन जे हुन्छ हुन्छ भन्नुभयो भने सो भोलिपर्सि चाहिँ एकदमै त्यसले पनि गाह्रो पार्नेवाला छ। त्यही भएको कारणले पैसा पनि सँगसँगै बचाउने र न्योङ्गो गएकोमा हुँदा मात्रै पैसा नि सेभिङ गर्न सिक्नु होला। सो त्यो भएको कारण चाहिँ भोलिपर्सि तपाईँहरूलाई चाहिँ नि के भन्छ त्यो सेन्मोन गएकोमा जाँदाखेरि चाहिँ सजिलो हुन्छ। सो सेन्मोन गएकोमा जानुभन्दा अगाडिदेखि नै चाहिँ नि पैसाहरू जम्मा गरेर राख्नु होला, किनभने गएको फीहरू हाल्नुपर्ने हुन्छ। त्यो भएर भविष्यको योजना चाहिँ एकदमै इम्पोर्टेन्ट छ है गाइस। सो भविष्यको योजना किन इम्पोर्टेन्ट छ भन्दा त्यही भएर कामहरू एकदमै आफूले जानेको के काम छ, आफूले गर्ने सक्ने के काम छ, त्यो कामलाई पनि एकदमै धेरै फोकस गरेर त्यसलाई चाहिँ योजना बनाइहाल्नु। र त्यसमा भोलिपर्सि फ्युचरमा तपाईँहरूलाई सजिलो हुन्छ र त्यही अनुसारले तपाईँहरूले पढाइ सेन्मोन गएकोमा आएर पढ्न सक्नुहुन्छ होइन। आइटी बिजनेस अथवा तपाईँहरूलाई के कुरोमा सम्बन्धी के पढ्नुमा लाग्छ त्यो पनि पढ्न सक्नुहुनेछ। ल नम्बर ढिला नगरिकन 5मा गइहाल्नु अब। नम्बर 5मा चाहिँ छ बाबाले। सो त्यो तपाईँहरूको आफ्नो पर्सनल चिज हो। सो त्यो चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि पैसा त टन्नै कमाउनु होला अरे होइन, पैसा त टन्नै कमाउनु होला अरे, घर बनाउनु होला अरे, अनि त्यसपछि तपाईँहरूले आफ्नो होइन सेभिङ पनि राम्रो गर्नु होला अरे।
सो गर्नु होला अरे। सो सेभिङ पनि आफ्नो राम्रो गर्नु होला अरे। सेभिङहरू मात्र गरेर त हुँदैन नि त। नम्बर 5मा सबभन्दा दाइजी चिज भनेको, एकदमै इम्पोर्टेन्ट चिज भनेको तपाईँको शरीर हो। तपाईँको शरीर नै तपाईँको राम्रो छैन भनेदेखि तपाईँले पैसा कमाएर तपाईँको केही भ्याल्यु हुँदैन। भोलिपछि तपाईँले जति पैसा कमाउनुहुन्छ त्यति पैसा चाहिँ तपाईँको शरीरमा नै उपचार गर्न लगाउनु पर्ने हुन्छ होइन। सो त्यो भएको कारणले चाहिँ शरीरलाई चाहिँ एकदमै ख्याल राख्नु होला होइन। अहिलेसम्म म 2 वर्ष भयो जापान बसेको। सो म आउँदाखेरि 1 वर्षको भित्रमा चाहिँ एकचोटि बिरामी भएको थिएँ। त्यो पनि मलाई खोकी लागेको थियो, त्यति मात्रै होइन। त्यहाँदेखि मैले चाहिँ एकदमै केयर गरेर अहिले चाहिँ म एकदमै बिरामी हुनुबाट पानीहरू खानु होइन, स्कुलमा पुगे पनि पानीहरू किनेर लान्छु। बरु पानी चाहिँ एकदमै धेरै खान्छु। बरु नोमिमन भनेको जुसहरू हुन्छ नि, जुस आइटम चाहिँ अलिक धेरै कमै खान्छु क्या, सुगर आइटम चाहिँ। सो त्यो भएको कारणले मैले चाहिँ एकदमै आफ्नो शरीरलाई चाहिँ केयर गर्छु। अनि त्यसपछि म बिहान बिहान तपाईँहरूलाई मात्रै एक्सर्साइज नदेखाएको हो। सो एक्सर्साइज म रेगुलर गरेर आउँछु। डम्बेलहरू उचाल्ने यताउति त्यो मेरो रेगुलरमा हुन्छ नि, एक्सर्साइजमा पर्छ क्या। सो नम्बर 5मा रहेको छ स्वास्थ्यको एकदमै धेरै ख्याल राख्नु होइन। स्वास्थ्य हो सबभन्दा ठुलो धन भनेको। सो पैसा भनेको बिस्तारै कमाइन्छ, तर तपाईँहरू अनिन्द्रा गरेर जानुहुन्छ। कति धेरै गएको पनि आउँछ मेरो साथीहरू पनि होइन। र पनि उनीहरू अब हुन्छ नि, अब बाहिर के खाइदिन्छ क्या, अब चिल्लो पिरो अब अथवा एउटा केही पनि नखाइकन आइदिन्छ। गएको चाहिँ एकदमै धेरै गल्ती हो। यो गर्मी हो भनेको तपाईँहरूले एकदमै धेरै राम्रो खाएर अनि त्यसपछि आफूलाई मनपर्ने चिज हुन्छ नि, ओनिगिरी अथवा जे भयो नि, ब्रेड स्रेड अथवा के भ्याउनुहुन्छ। नभ्याए पनि जापानमा त बाना गर्ने बाना नपारि हुन्छ क्या। मैले पकाउनु भ्याएन भनेर कोम्बिना गयो भने 200-300 रुपियाँ जे पनि मजाले होइन, 1-3-4 घन्टा जिग्योभरिको होइन, क्लासभरि एटेन्ड गर्न सक्ने खालको कुरा खानेकुराहरू खान सकिन्छ। सो त्यो भएको कारणले चाहिँ नम्बर 5मा स्वास्थ्यलाई चाहिँ एकदमै धेरै ख्याल गर्नु होला। जापान जस्तो ठाउँमा तपाईँलाई मैले अगाडिको योभन्दा अगाडिको उयसमा पनि भनिसकेको छु, जापान जस्तो ठाउँमा एकचोटि तपाईँहरू बिरामी हुनुभयो भने तपाईँहरूलाई चाहिँ भोलि पर्सि यति धेरै पैसा खर्च हुन्छ कि जापानमा त कसैले हेर्ने मान्छे पनि हुँदैन एक त, अनि पैसा पनि त्यस्तै डङ खर्च हुन्छ, डङ खर्च हुन्छ। सो त्यो भएको कारणले म चाहिँ के भन्छु भन्दाखेरि स्वास्थ्य चाहिँ एकदमै ठुलो धन हो। सो 5 नम्बरमा भएकोलाई सो स्वास्थ्य चाहिँ एकदमै ख्याल गर्नु होला भन्छ है त। सो तपाईँहरूलाई मध्येमा यो मध्येमा सबभन्दा तपाईँलाई कुन चाहिँ पोइन्ट चाहिँ सबभन्दा राम्रो लाग्यो, सो त्यो चाहिँ मलाई प्लिज कमेन्ट गरिदिनु होला। सो यो ब्लगलाई यहीँ सघाउन चाहन्छु। सो अब खाजा खाएर म पनि रेडी हुन्छु, अनि त्यसपछि ब्लग सक एडिट गर्नु पऱ्यो। सो सबभन्दा इम्पोर्टेन्ट कुन चाहिँ तपाईँलाई पोइन्ट लाग्यो त्यो पोइन्ट चाहिँ मलाई कमेन्ट गर्नु होला, कुन चाहिँ होइन तपाईँलाई राम्रो लागेको। सो अनि एउटा लाइक गरेर जानु होला भन्दै सो यो ब्लगलाई यहीँ सकिन्छ गाइज। लट्स अफ लभ। अनि त्यसपछि चेन्ज फ्लेभर ब्लगमा माया देखाइदिनु भएको छ, एकदमै माया देखाइदिनु होला भन्दै सो भोलि पर्सि फ्युचरसम्म वर्किङ लाग्नुसम्म ब्लग आउँछ। सो कस्तो कस्तो ब्लग आउँछ त्यो अब तपाईँहरूले देखिहाल्नुहुन्छ। सो यति भन्दै यो ब्लगलाई यहीँ सकिन्छु। बाई बाई गाइज, लभ यु अल।